सुहुरो भयो मेरो। हेलो नमस्कार, म चाहिँ शिशिर ओझा। आज म यो सेकेन्ड भिडियो बनाउन गइरहेको छु। यो भिडियो चाहिँ के को बारेमा भन्दाखेरि हाम्रो अहिले जुन धुर्मुस सुन्तली फाउन्डेसनले पैसा खायो भन्ने होला चलिरहेको छ त्यसको बारेमा हो। यो भनेको चाहिँ अब के भन्दा उहाँले एकदमै राम्रो काम गर्दै हुनुहुन्थ्यो, तर कारणवश अब लगानी एकदमै धेरै भएर त्यो क्रिकेट स्टेडियम त्यस्तै बन्दैन, त्यसमा लगानी एकदमै धेरै चाहिन्छ। त्यो जति हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले गर्नुभएको सहयोग थियो त्यहाँसम्म हाम्रो काम बन्यो, उहाँले काम गर्नुभयो। त्यसपछि अब पैसाको जरुरत पऱ्यो, फेरि जरुरत परेपछि पैसा नभएर चाहिँ त्यो काम अलि रोकिएको कारणले गर्दा थोरै ढिला हुन गयो। त्यसमा चाहिँ अब धुर्मुस सुन्तलीको केही गल्ती नै छैन, तर किन मानिसहरूले चाहिँ धुर्मुस सुन्तलीलाई एकदमै दोषी, एकदमै उहाँले नराम्रो भनिरहेको छ। पहिले र अहिलेको धुर्मुसको त्यो जुन शरीर छ त्यो हजुरहरूले पनि देख्न सक्नुहुन्छ। मैले पनि फेसबुकमा टिकटकमा त्यस्तै देखेर एउटा यो भिडियो बनाउन मन लाग्यो। जुन पहिले उहाँले गर्नुभएको काम र अहिले उहाँ जुन अवस्थामा हुनुहुन्छ धेरै फरक छ। उहाँको भाइ जिग्री कुमार कटेलजीले हाल्नु भएको भिडियो देखेर मलाई खासमा यो भिडियो बनाउन मन लागेको हो। उहाँ अहिले हस्पिटलमा हुनुहुन्छ, हस्पिटलको बेडमा। उहाँ 5 वर्षदेखि आफ्नो न्यायको लागि अदालतमा भ्याउँदै हुनुहुन्छ। उहाँलाई छिटोभन्दा छिटो न्याय मिलोस् भन्नको लागि चाहिँ मैले पनि यो खासमा एउटा सानो भिडियो बनाएको। यसको कतै आस छैन, मान्छे धेरै छन् नाता छैन, बाँचिरहेछु सास छैन, आँसु मात्रै भए जीवन आँखाबाट खसाइदिए।